है त स्पास्टिसिटी स्पास्टिसिटी भनेको चाहिँ किन हुन्छ माथिबाट के हुन्छ इनिभिटरी न्युरोन्स नभएपछि चाहिँ के हुन्छ तिम्रो यो सर्किट घुमिरहेको छ क्या 1A फाइबर फ्रम द मसल स्पिन्डल फाइबर जान्छ होइन त्यसपछि डर्सल रुट ग्याङ्ग्लियनबाट आउँछ अनि त्यसपछि भेन्ट्रल रुट है फेरि आउँछ है त इनिभिटरी न्युरोन चाहिँ हुँदैन फेरि अर्को के हुन्छ 1B फाइबर पनि चाहिँ गोल्गी टेन्डनबाट आउँछ होइन मसल स्पाजम अनि त्यसपछि डर्सल रुट सेन्सर हुँदै अनि त्यसपछि यहाँबाट आउँछ है त सो इनिभिटरी त माथिबाट आउँदा जस्तै सेरोल पासीको केसमा पनि के हुन्छ इनिभिटरी पठाउने हो डेन्टेड न्युक्लियसबाट त्यसमा पनि हुँदैन है सो त्यही भएर कसरी हुन्छ स्पास्टिसिटी भनेर लेखेको छ अप्पर मोटर न्युरोन पाथवे चाहिँ कसरी इनिभिटरी इन्फ्लुएन्स हुँदैन अल्फा मोटर न्युरोन र 1A को इनिभिटर पाथवे इनिभिटरी पाथवे नभएपछि यो के हुन्छ रिफ्लेक्स आर्क बन्छ जसले गर्दा हाइपोटोनिक स्टेटमा हुन्छ होइन स्पास्टिसिटी इज एक्सपेक्टेड अफ द सिक्वेल कर्ड है त सो जेनरल क्लिनिकल इन्फर्मेसन चाहिँ टोनिक तिम्रो हाइपोटोनिक स्टेटको के हुन्छ तिम्रो हाउ डु यु टोनिक कसरी एक्जामिनेसन गर्ने त्यही नै हो त्यसपछि अर्को हुन्छ तिम्रो स्पाइनल सक पछि चाहिँ कति दिनपछि स्पास्टिसिटी गर्छ भन्दा ओभर 3 to 6 months है त स्टार्ट्स विथ इन्क्रिजिङ द फ्लेक्जर सिनर्जिस्टिक एक्टिभिटी है त त्यही भएर पेसेन्टहरू के हुन्छ पुरै फ्लेक्जर मसल्सहरू पुरै फ्लेक्स गरेर बस्छ नि त होइन त्यही भएर स्पास्टिसिटीमा है त सो एसवर्थ स्कोर भने अस्ट्रेलियनहरू हो क्याचर इजी अर डिफिकल्ट जसरी पनि क्याच लिइहाल्छ होइन सो क्याच त्यसमा यसो नो इन्क्रिज भयो भने क्याच होइन क्याच विथ फ्लेक्जन एक्सटेन्सन होइन इजी प्यासिभ मुभमेन्ट्स इजी त्यसपछि डिफिकल्ट हुन्छ क्याच इजी अर डिफिकल्ट अफेक्टेड 5 भने चाहिँ फुल्ली के हुन्छ फ्लेक्जन अथवा एक्सटेन्सन भएर बस्छ है त सो अब स्पास्टिसिटीको ट्रिटमेन्ट कसरी गर्ने त नन नन सर्जिकल अथवा के हुन्छ सर्जिकल हुन्छ नन सर्जिकलमा चाहिँ तिमीले पहिला प्रिभेन्टिभ थेरापी मजाले स्ट्रेचिङहरू गरिराख्नु पर्यो प्रिभेन्टिभमा चाहिँ के हुन्छ ए छ भने के हुन्छ बी छ भने के हुन्छ ए एन्ड बी है त भन्नाले के भन्दाखेरि ए रिसेप्टर गाबा ए हो नि त होइन रिल्याक्सेसन गर नि गाबा ए रिसेप्टरमा एक्ट गर्ने भनेको चाहिँ गाबा बीमा त हामीलाई थाहा छँदैछ ब्याक्लोफेन हो भनेर होइन गाबा एमा चाहिँ डायजेबामले एक्ट गर्छ है त ए र बीमा चाहिँ दुवैलाई के छ प्रो हो क्या प्रो गाबाइडले एक्ट गर्छ है त त्यसले भएन भने चाहिँ के हुन्छ माथिबाट के हुन्छ क्याल्सियमलाई के हुन्छ ब्लक गरिदिने भनेको चाहिँ के हो ड्यान्ट्रोलिनले गर्दाखेरि तर ड्यान्ट्रोलिनको म्यालिन हाइपरथर्मियाहरू गराउन सक्छ होइन रिड्युस डिपोलराइजेसन इन्ड्युस्ड थ्रु द स्केल्टल मसल्स है त इन्टरमस्कुलर इन्जेक्सन बोर्डरलाइन अफ टक्सिन्सहरूले पनि काम गर्छ है सो सर्जिकल ट्रिटमेन्ट चाहिँ के हो भन्दाखेरि सर्जिकल ट्रिटमेन्ट भनेको चाहिँ तिमीले पहिला सुरु नन अब्लेटिभ बचाउन सकिन्छ कि भने इन्टरथेकल ब्याक्लोफिन युज गर्ने होइन बोटुलाइन अफ टक्सिन युज गर्ने होइन अनि त्यसपछि अर्को हुन्छ सेलेक्टिभ डर्सल राइजोटोमी त्यो भनेर चाहिँ के हो भन्दाखेरि तिम्रो साइटिक न्युरेक्टोमिजहरू पनि गर्न मिल्छ होइन सो अब हामी पिक्चरमै जाउँ यो पिक्चर होइन यदि तिमीले यो ओपन गर्ने अनि त्यसपछि यहाँ मात्र खोल्यो भने द्याट इज कल्ड एज द सेलेक्टिभ डर्सल राइजोटोमी है त नत्र भने तिमीले अर्को के गर्न मिल्छ भन्दाखेरि ब्लक दिन मिल्छ अप्टुरेटर सायटिक अनि त्यसपछि पिलुनर नर्भहरू उडाउन मिल्छ त्यो न्युरेक्टोमी गर्न मिल्छ अथवा तिम्रो यहाँबाट के हुन्छ फोरामिनबाट निस्किन्छ त्यही भएर फोरामिनल राइजोटोमी गर्न मिल्छ बाई द हेल्प अफ द रेडियो फ्रिक्वेन्सी आरएफए है त अनि अर्को भनेको चाहिँ तिमीले के हुन्छ माइलोटोमी नै गर्न मिल्छ यो जुन डोर्सल पार्ट छ नि डोर्सल पार्टलाई नै काट्नु पर्छ सम सेक्सन काट्यो भने त यहाँ के हुन्छ पेन फाइबरहरू क्रसिङ ओभर नहुन सक्छ भनेर के हुन्छ अलिकति काट्यो भने द्याट्स कल्ड एज द माइलोटोमी है त तिमीले यहाँबाट के हुन्छ कर्डहरू गइरहेको हुन्छ नि त कर्डै काट्यो भने द्याट इज कर्डेक्टोमी है त अनि त्यसपछि कोर्डोटोमी पनि गर्न मिल्छ कर्डेक्टोमी पनि गर्न मिल्छ त सो कर्डोटोमी भनेको चाहिँ मैले अघि भने युनिल्याटरल इलेक्ट्रल पेन सर्भाइकल लस अफ पेन एन्ड टेम्परेचर सेन्सेसन कन्ट्राक्टाइल टु द लिजन छ भने चाहिँ तिम्रो सर्जिकल सेक्सनिङ अफ द स्पाइनल थ्यालेमिक ट्र्याक जुन हुन्छ नि त्यसलाई नै काटिदिने है त तिम्रो कर्डेक्टोमी भनेको चाहिँ इन्टायर सेगमेन्ट अफ द स्पाइनल कर्ड कुनै एउटा सेगमेन्टै L4 L5 छ भने L5 सेगमेन्टै इन्टायर स्पाइनल कर्ड सेगमेन्टै काटिदिने यो चाहिँ एकदमै रियर पर्मानेन्ट प्यारालाइसिसहरू गराउँछ त्यही भएर रियर हो त सो कसरी गर्छ त भन्दाखेरि तिम्रो